हाई नमस्ते एभ्रिवान, सबैजनालाई स्वागत छ। र तपाईँले थम्बनेल हेरेर होइन, तपाईँले टाइटल हेरेर थाहा पाउनुभयो होला। मैले चाहिँ आफ्नो 1000 सब्सक्राइबर चाहिँ कसरी पुरा गरेँ भन्ने कुरा है। अनि 1000 सब्सक्राइबर पुऱ्याउनलाई चाहिँ यति धौधौ हो होइन, यति गाह्रो हो। त्यो चाहिँ जसले भोग्नु भएको छ त्यसलाई मात्रै थाहा हुन्छ। र अब सुरु गरौँ कहाँबाट भन्दाखेरि मैले मेरो च्यानल खोलेको चाहिँ 2015 सालमा 2015मा खोलेको च्यानल हो। अनि त्यहाँबाट चाहिँ अब मलाई त्यतिखेर त्यस्तो नलेज केही पनि थाहा छैन होइन। मान्छे त्यो युट्युबबाट पैसा कमाउँछ अरे यहाँ हुँ भन्ने कुरा चाहिँ मलाई त्यस्तो त्यो थाहा नै थिएन, त्यस्तो साह्रो इन्ट्रेस्ट पनि थिएन। यसो युट्युब भिडियो हेर्नको लागि भनेर यसो हुन्छ नि, जिमेल आइडी खोल्नुपर्छ भनेर चाहिँ मैले खोलेको। अनि पछि 2018सम्म अझै मलाई त्यस्तो केही ज्ञान थिएन। अनि त्यतिखेर 2018सम्म चाहिँ मैले हुन्छ नि, पछि आएर बल्ल यसो कहिलेकाहीँ कभर गर्ने, गीत कभर गरेर यसो हल्का फुल्का हाल्थेँ। अनि पछि फेरि फालिदिने, भिडियो सिडियो सबै फालिदिने, यस्तो गर्थेँ क्या। अनि अझै पनि मलाई कहिलेसम्म भन्दाखेरि गाई गुई यताउता हल्ला त मैले सुनेको हो होइन, 2021सम्म। अनि मान्छेहरूले छपछपी पैसा छापिरहेछन्, मान्छेहरूले छपछपी गइरहेछन् भन्ने कुरा मैले सुनेको हो। अनि अब कता कता लाग्थ्यो होइन, सुरु गरिदिउँ क्या हो यार, म पनि सुरु गरौँ क्या हो जस्तो त्यस्तो फिल हुन्थ्यो। तर गइरहेको थिएँ। तर 2018मा चाहिँ अनि ठ्याक्कै भोइस अफ नेपाल सिजन 1मा गइयो। अनि त्यहाँ त मभन्दा त्यो सानो सानो भाइ बहिनीहरू त बाठो रहेछ है। तिनीहरूले चाहिँ आफ्नो च्यानलहरू हुन्छ नि, युट्युब च्यानलहरू, फेसबुक पेजहरू मजाले प्रमोट गरे। अब मलाई चाहिँ अब थाहै नभएको क्या त्यस्तो कुराहरू। अब उमेर ठुलो भए पनि त्यो नलेज कुराहरू, ज्ञानको कुराहरू सानो सानो मान्छेहरूलाई पनि धेरै कुरा थाहा हुन्छ भन्ने कुरा चाहिँ त्यो रहेछ क्या। पछि 2021मा अनि म फेरि कहाँ गएँ भन्दाखेरि खुकुरी म्युजिक नेसन भन्ने एउटा सिङ्गिङ कम्पिटिसनमा गएँ। अनि त्यतिखेर चाहिँ अब विनर भयो होइन। अनि त्यहाँ पछाडि मैले एउटा गीत रिलिज गरेँ, रेकर्ड गरेर ट्याक्क मैले बल्ल आफ्नो के अरे यो च्यानलमा हालेको क्या। अनि त्यतिखेर त्यस्तो साह्रो त्यो हुन्छ नि, सब्सक्राइबर त्यति साह्रो थिएन, 300-400 कति थियो पनि। त्यो 300 कहाँबाट यताउता कहिलेकाहीँ खबर हाल्ने, कभर गर्ने गर्दाखेरि त्यो के भन्छ कहिलेकाहीँ फालिदिने, त्यो गर्दाखेरि हल्का फुल्का भइरहेको थियो। अनि झन्डै अब लगभग 1-1.5 वर्ष पहिलासम्म म युट्युबमा त्यति साह्रो एक्टिभ थिइनँ है। अनि 1-1.5 पहिलासम्म चाहिँ मैले खुब मोटिभेसनल भिडियो हेर्थेँ क्या होइन। मान्छेहरूले युट्युबबाट पैसा छापेको छ, कमाछ भन्छ होइन, भ्लगरहरूले कमाछ भन्छ। अनि मोटिभेसनल भिडियो हेर्दा होइन म पनि गर्नु पऱ्यो यार भन्ने सोच चाहिँ आउने। अनि पछि बल्ल अनि के भन्छ अझै यस्तो बाहना हुन्छ नि, एउटा न एउटा बाहनाहरू निस्किन्छ क्या हामी मान्छेहरूको। मसँग त गतिलो फोनै छैन, मसँग त होइन क्यामेरा गतिलो छैन, के सुरु गर्ने यार भन्ने जस्तो हुन्थ्यो। तर त्यसरी भनेर चाहिँ त्यसरी अड्किनु हुन्न रहेछ क्या। मैले त्यहाँबाट अनि नो एक्सक्युज गरेर हुन्छ नि, अब जे बल्ल सुरु गर्छु भनेर मैले विशेष गरी यसो कहिलेकाहीँ मैले त्यो लङ भिडियोहरू पनि त्यो कहिलेकाहीँ कभर गरेर हाल्ने मात्रै गर्थेँ क्या। कहिलेकाहीँ कभर गरेर हाल्ने, त्यो पनि मन लागेको बेला त्यो त्यस्तै भइरहेको थियो। तर अझै 1 वर्ष पहिला, 1 वर्ष पनि पुगेको छैन होला है, मैले चाहिँ सर्ट्सहरू चाहिँ मैले अपलोड गर्न थालेँ क्या डेली। सर्ट्स तपाईँलाई छिटो सब्सक्राइबर बढाउनु मन छ भने चाहिँ तपाईँले सर्ट्समा चाहिँ ध्यान दिनुपर्छ है। सर्ट्स भिडियोहरू तपाईँले सक्नुहुन्छ नि दिनको होइन, बिहान बेलुका 2टा हाल्नु, सक्नुहुन्न भने कमसेकम एउटा हाल्नुभयो भने पनि तपाईँलाई यति फरक पार्छ नि। अनि मैले लगभग कति महिना जस्तो भयो होला सायद मैले कन्टिन्यू सर्ट्सहरू हाल्ने। अनि गर्दाखेरि मेरो हुँदा अहिले ठ्याक्कै 1000 सब्सक्राइबर कट्यो, त्यहाँबाट ढुक्क भएँ है। अनि अहिले मैले ठ्याक्कै 1000 सब्सक्राइबर पुगिसके पछाडि चाहिँ बल्ल अहिले लङ भिडियोलाई लगभग 2-3 दिनको ग्यापमा चाहिँ मैले लङ भिडियोहरू एकदम हालिराखेको छु। अब त्यो 5-10 भ्युज भनेको पनि मेरो लागि त ओहो खतरै हो क्या। तपाईँले सुरुमा भिडियो हाल्दाखेरि 0 भ्युज पनि आउन सक्छ, त्यसको लागि चाहिँ तपाईँ चिन्ता नगर्नुहोस् होइन। तपाईँको भिडियो चाहिँ तपाईँले कसरी हुन्छ बनाउनै हाल्ने बिस्तारै तपाईँले सिक्दै जानुहोस् होइन। अनि पछि गएर होइन अब क्वालिटीलाई पनि अलिकति
ध्यान दिँदै जानुहोस्। तर अहिले हालमा चाहिँ तपाईँसँग जे सामान छ त्योबाट चाहिँ तपाईँले सुरु गर्नुपर्छ। अनि मैले मसँग भएको सबभन्दा सस्तो, ओनरको सबभन्दा सस्तो फोन है किनेर, अब हुन त अर्को फोनै थिएन, अब त्यही फोनबाट नै मैले सर्ट्सहरू डेली पेर्न थालेको, सर्ट्सहरू अनि भ्लग पनि बनाएँ केहीसँग। पछि आएर बल्ल मैले यताउता कम्प्रोमाइज गरेर चाहिँ बल्ल 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 दाँतबाट पसिना निकालेर चाहिँ मैले क्यामेरा किनेको, गोप्रो किनेको। अहिले भिडियो यहीबाट खिचिरहेको होइन। अनि भ्लगहरू छ, भ्लगहरू पनि तपाईँले गएर हेर्नुहोस् होइन, राम्रो क्वालिटीको भिडियोहरू आउँछ। अनि अहिले मैले डेली सर्ट्सहरू त त्यस्तो हाल्न छोडेँ, तर लङ भिडियोहरू चाहिँ मैले दुई दिनको ग्यापमा चाहिँ मैले हालिरहेको छु है त। र मेरो 1000 सब्सक्राइबर कम्प्लिट चाहिँ मैले यसरी गरेको है त। स्पेसली तपाईँले सर्ट्समा ध्यान दिनु पऱ्यो है त। तपाईँ पनि आज सुरु गर्नुहोस्, यतिखेर सुरु गर्नुहोस्। तपाईँको निस के हो तपाईँको त्यो के भन्छ क्षेत्र, के त्यो जनर, तपाईँ म्युजिक हो कि होइन, तपाईँको भ्लगिङ हो कि अथवा टेक्निकल हो कि होइन, तपाईँ के सम्बन्धित त्यो सम्बन्धी चाहिँ अब तपाईँले कन्टिन्यू पेल्नु पऱ्यो क्या। फोन छँदैछ, अब तपाईँ भ्लग गर्नुहुन्छ भने यसो खिच्नुहोस्। तपाईँ कहाँ अब 30देखि 45 सेकेन्डसम्म सर खिच्दिनु न, 30 सेकेन्डसम्म। अनि युट्युब लाइब्रेरीबाटै अब म्युजिक युज गर्नुहोस्, हालिदिनुहोस्। त्यो गर्दैछ भइहाल्छ क्या, नो टेन्सन है त। मैले चाहिँ यसरी कम्प्लिट गरेको 1000 सब्सक्राइबर है त। यति भन्दै तपाईँ नयाँ हो भने मेरो च्यानललाई सब्सक्राइब ठोकिदिनुहोस्, न्याकिदिनुहोस्। म यो भन्न चाहन्छु। हस्, धन्यवाद। जय नेपाल।